गीत पनि बज्दैन यार बरु फाइट खेला क्या मेरो सब्सक्राइबर थोरै बढ्छन् यो झगडा गर्नुभन्दा मेरो सब्सक्राइबर बढ्छन् नि त यसो यहाँ हिमालयको डान्स गयो होइन कहाँ हाम्रो जान्छ आज अब लास्टमा अब हामी त फेरि यो के यो स्टेज भत्कियो भने के गर्नु है स्टेप जान्छ फेरि हाम्रो कान्छा गयो यति भएको उ गऱ्यो कान्छा यार तिमीले अरू भन्दा नि सबजना लात्ताले हान्दै पठाउँछु नि अहिले घरतिर बर्पिका पनि म एक्लै गएर खेल्छु लिखिर लड्यो भन्दा म केही जान्दिनँ नि घटिसके लो बरु चालको बजाएर के आज अब सिसके अब जान चण्डीले नाच्यो जस्तो ननाचौँ न हौ चण्डी नाच त मैले हेरेको त पहिले मैले कता यता रुइरहेछ नि यार कस्तो हो आज भनेको कक्षा 10लाई बिदाई गर्ने कार्यक्रम भइरहेको छ यस आमचोक गाउँपालिका नम्बर 4 स्तरीय स्थित श्री चण्डेश्वर माध्यमिक विद्यालय बालनखामा 2081 सालको शैक्षिक सत्रको अन्त्यमा कक्षा 10लाई बिदाई गर्ने कार्यक्रम सदा चाहिँ अहिले पनि सञ्चालन भइरहेको छ त्यसमा हेर्न सक्नुहुन्छ तस्बिरहरू दुखी छ यार मेरोमा कतिपय विद्यार्थी साथीहरू चाहिँ होइन के भन्ने अब बिस्तारै आँसु खसाल्ने कार्यक्रम हुन खोज्दैछ गाइजहरू हेर्नुहोस् गाइजहरू आफूले दुःख गरेर 10 वर्ष मिहिनेत गरेको स्कुल हजुरहरू छोडेर जानु पर्दैछ भनेर बिस्तारै आँसु खसाल्न सुरु गर्न खोजेका थिए तर झरेन के गाइजहरू म पढ्ने छोड्दिन्छु लाइट गर्छु भने
त्यो त अघि त आँसु बुझेका होइन नि त त्यो अलि आँखामा परेर आँखा पोलेको त्यो सुरुमै अबिर उडेर पारेको त्यो आँसु गएको आँसु पखालेर क्या घण्टेश्वर माध्यमिक विद्यालय यामचोक नम्न विद्यालय तर पनि विद्यार्थी किन यति थोरै अभिभावक यो जान्न चाहन्छन् कि विद्यार्थी किन स्कुलमा बस्दैनन् हेरौँ गाइजहरू टिम कक्षा 10 का सम्पूर्ण विद्यार्थी साथीहरू लम्बद्ध रूपमा भनेर भनिरहेको कार्यक्रमको उद्देश्य थियो तर म लाइनबद्ध रूपले लाइन बसेको भनेर म भन्न चाहन्छु त लम्बद्ध भन्ने मलाई हेर्नुहोस् मेरो युट्युब च्यानललाई लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला दर्शक दिनहरू भयो हल्लाउँदै सबलाई घर पठाएर अगाडि बरु म एक्लै बसेर फेरि एक्लै बिदा गरिदिन्छु नि फेरि के गरेर रोकियो रुँदैछ क्या यो हो यो मनसरको छेउ